नमस्कार हजुर, नमस्कार। म भाइरल गोपी मिरार बोल्दैछु। तपाईँहरूलाई मैले मेरो सानो पसलको बारेमा केही बताउन गइरहेको छु। तपाईँले ध्यान दिएर हेर्नुहोला, किनभने मैले यो पसल गरेको यहाँ 4 वर्ष भयो, तर यो पसल मेरो चलेन है। तपाईँले यहाँ हेर्न सक्नुहुन्छ, यो मेरो पसल चलेन हैन। यो पसल नचलेपछि मैले चाहिँ सामान ड्यामेज भएको कुरा नि म तपाईँलाई देखाउँछु है त। त्यसले सामान खेर गएको छ, हेर्नुहोस् कसरी उकेर खेर गएको छ। त्यही भएर म यो ठाउँमा चढ्दैछु है। पसल सार्न खोजेको र अनि एउटा पसल बेच्छु 2,80,000 भन्ने कुरा पहिला 3,40,000 भन्दै थिएँ, तर मैले कुरा गर्दै जाँदैमा 2,80,000 दिने कुरो गरेको छ। त्यो भिडियो म तपाईँहरूलाई हाल्नेछु, यसमै जोडेर तपाईँले मलाई साथ सपोर्ट गर्नुहुन्छ भने मैले पसल त्यो किन्नको लागि सपोर्ट गर्नुहोस्, त्यहाँ मैले गरिखान सक्छु। यो पसल चाहिँ मेरो चलेन अनि यो पसल नचलेको हुनाले चाहिँ मैले यो पसल पनि सार्छु। तपाईँले किनेको सबैले सहयोग गरेर किनेको पसल पनि मैले पसल पनि किन्न तयार छु। दिइहाल्नुभयो, यत्रो सामान ड्यामेज भएको छ है। ल हेर्नुहोस्, त्यही भएर सबैले सपोर्ट गर्नुहोला भन्न चाहन्छु है त। मैले पसल सार्दैछु, पसल सार्न पाएँ त्यो ठाउँमा त चल्छ। तपाईँलाई त्यो पसल पनि म यसै जोडेर चाहिँ देखाउने छु है त। यो मेरो पसल चाहिँ चलेन। मेरो पसल त हेरिहाल्नुभयो। अब म जुन गल्छी जाने बाटापट्टिको माझे फाटमा रहेको पसल पटतर्फ लैजान्छु है त। नमस्कार 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 भन्न चाहन्छु। म नुवाकोटबाट बोल्दैछु, भाइरल गोपी मिरार। तपाईँहरूले मलाई देखिरहनु भएको छ। म चट्ट दौरा सुरुवालमा र टोपीमा सजिएको छु र अहिलेको बसाइमा भन्नुपर्दा म यहाँ जुन माझे फाट भन्ने ठाउँमा आएको छु। तपाईँहरूलाई मैले एउटा जानकारी गराउँदैछु। पछि मेरो पसलको पनि म तपाईँहरूलाई जोड्नेछु र अहिले म एउटा पसल किन्न आएको छु, तर मसँग पसल किन्नको लागि लगान चाहिँ छैन। तर मलाई जतिले मलाई मेरो अवस्था हेरेर साथ सपोर्ट गर्नुहुन्छ भने मैले 3,50,000 चाहिँ मैले पसल हेर्न आएको छु। त्यो पसल कस्तो रहेछ भन्ने कुरो म तपाईँलाई जानकारी गराउन चाहन्छु। तपाईँले पसल हेर्नुहोस् र मलाई साथ सपोर्ट गर्नुभयो भने मैले 3 लाखसम्मको लगानी गरेँ। जुन चाहिँ कारण बारम्बार तपाईँलाई पनि मैले जानकारी गराएको थिएँ भने अहिले म त्यो भिडियो पसललाई म भिडियो बनाउन आएको छु। तपाईँले त्यो भिडियो हेरिसकेपछि मलाई साथ सपोर्ट गर्नुभयो भने म अवश्य नै मेरो छोरालाई यो पसलबाट केही आम्दानी गरेर छोरालाई पढाउन हुर्काउन स्वास्थ्यमा ख्याल गर्नको लागि चाहिँ मलाई सपोर्ट मिल्छ भन्दै अबको भिडियोतर्फ है त। र अनि मैले लिन लागेको पसल चाहिँ यही नै हो। तपाईँले हेरिरहनु भएको छ, जुत्ता पसल सानो सटरमा छ, डेकोरेसन पनि गर्नुभएको छ उहाँले। पसल यही नै हो है। त्यसै कारण चाहिँ म तपाईँलाई ठ्याक्कै यताबाट यो चाहिँ नुवाकोटबाट आएपछि नुवाकोटबाट सिधै यता आएपछि अनि तपाईँको चाहिँ यता ठ्याक्कै यता चाहिँ गल्छी जाने बाटो हो। यो गल्छी जाने बाटो हो। ठ्याक्कैलाई चाहिँ गल्छी पार गइसकेपछि तपाईँको ठ्याक्क चाहिँ पसल चाहिँ यही हो। त्यसै कारण चाहिँ तपाईँको मैले चाहिँ यो पसलको बारेमा तपाईँले मलाई सहयोग गर्नुभयो भनेदेखि म अवश्य नै यो पसल लिएर चाहिँ आफ्नो जीविका चलाउँछु र तपाईँलाई म भित्रै देखाउँछु है त। भित्रै गरेर देखाउँछु। पसल चाहिँ यही नै हो।
सामानहरू कसरी छ सामानहरू है आउने रकम चाहिँ मलाई आओस् भइगयो हजुर मोबाइल हो सामानहरू यही नै हो है तपाईँको देखि देखिरहनु भएको छ छिमेकी मुरलीको भाइ हो हजुर सानमाको छोरा अनि यहीँबाट काम गर्नुहुन्छ है यही नै हो पसल यही नै हो है देखिरहनु भएको छ पसल यही नै हो है यही नै हो नसम्मको लगानी र यो पसल हजुरहरूले लेखिदिनु भयो भने म अवश्य आएर चाहिँ गर्नेछु है पसल यही हो है त ओके बानी छ